This is the natural beauty of my village and welcome back to my channel. आज हामी आफ्नो गाउँमा रहेको सौन्दर्यलाई देखाउँदैछौँ है, जुन प्राकृतिकले भरिएको छ। अहिले हामी बेलुकाको समयमा घुम्न आएका छौँ। के अरे सूर्य अस्ताउने समय छ अहिले, हेर्नु है। अब एकछिनमा सूर्य अस्ताउने छ। तपाईँहरूलाई थाहा छ, आज म एउटा यस्तो लोकेसनमा आएको छु नि, जुन हल्का डर लाग्दैछ कि यहाँनिर ठ्याक्कै हाम्रो एउटा ठुलो बुवालाई पड्काएर मारेको थियो। ताकि यहाँनिर थियो कि एउटा रुख, त्यसमै बाँधेर अनि हानेको थियो त्यो मान्छेहरूले। त्यही भएर हल्का हल्का डर लाग्छ बेला बेलामा। ठ्याक्कै यहाँनिर थियो कि, यहाँनिर एउटा रुख थियो, यहाँनिर 500 जना मिलेर हानेको थियो। फाइनली गाइज हामी आइसकेका छौँ जहाँ हामी आउन खोजिरहेका थियौँ। यो जग्गाहरू हेर्नुहोस् है, यो सबै खासमा हाम्रै हो, तर यहाँ बाढी आएका कारणले गर्दा यहाँनिर बाली नाली हुन सकेको छैन। तर अहिले पनि केही जमिनहरू हाम्रो बाली नाली गर्ने लायक छन्। जस्तै यहाँ हाम्रो हजुरबुवाहरू गाउँ रोप्नु भएको छ, अनि यिनीहरू सबै बालुवाले भरिएको छ। त्यहाँ हेर्नुहोस्, उता हेर्नु है, त्यो सबै बालुवाले भरिएको छ। किनभने बालुवामा खासै केही बाली नाली हुँदैन। हाम्रो यहाँनिर 3-4 कट्टा जति थियो क्या, बाढीले गर्दा सबै बगायो हाल्नु है। यति मात्रै बाँकी रहेछ, सबै बगाएर उतापट्टिको अरू गाउँको मान्छेको जग्गा छ कि सबै हाम्रो उतापट्टि बगाएछ र खोला यसरी भयो। त्यहाँ हाल्नु है, खोलाले गर्दा बाढीले गर्दा कस्तो भएको छ, यी रुखहरू यसरी ढाल्ने, यो जग्गाहरू यसरी काट्ने, यस्तो भयो कि। त्यही भएर यहाँनिर अब केही खासै बाली नाली हुँदैन। यो भयो हाम्रो गाउँतिरको खोला है। यसै खोलाले गर्दा हाम्रो जमिन है, यहाँनिर जग्गा थियो पुरै बारी भइरहेको थियो कि, बाढी आउँदाखेरि सबै बगायो, उतापट्टि पारीतिर बगायो। र यसले गर्दा के हामीलाई नोक्सान हुन्छ भन्दाखेरि यहाँनिर पहिला बारी हुने गर्थ्यो। यसै खोलाले गर्दा बाढी आउँछ अनि सबै बगाएर लान्छ कि, त्यही भएर हामीले यहाँनिर बारी गर्नै छोडिदिइसक्यो। यहाँ नै बालुवाहरू यता ल्याएर फालेर रहेछ।